आज हो मेरो ब्याक एन्ड बाइसेप्स डे। आमको साइज अलिअलि बढिरहेको छ। आज हो मेरो डे 9। मेरो फर्स्ट मिल चिकन स्यान्डविच खाएर म लागेँ जिमतिर। आई होप आजको भ्लगमा अस्तिभन्दा राम्रो क्वालिटी आउनेछ। आज ब्याक एन्ड बाइसेप डे भएको कारणले राम्रोसँग स्ट्रेचिङहरू मजाले गरेँ। ब्याकको लागि मैले फर्स्टमा गरेँ ल्याट पुल डाउन 3 सेट। सेकेन्ड नम्बरमा मैले गरेँ मेसिन रो एकदम कन्ट्रोल मुभमेन्टमा। थर्ड नम्बरमा बेन्ट ओभर वी बार रो। 4 नम्बरमा केबल सिटेड रोज। 5 नम्बर मेरो बेस्ट 1 आर्म डम्बेल रोज। लास्टमा आइसोलेसन मुभमेन्टको लागि ल्याट पुल ओभर विथ स्टेट बार। बाइसेप्सको लागि मैले फर्स्टमा गरेँ इन्क्लाइन डम्बेल कर्ल एकदम कन्ट्रोल मुभमेन्टमा। सेकेन्ड नम्बरमा ह्यामर कर्ल। थर्ड नम्बरमा बारबेल कर्ल एकदम कन्ट्रोल मुभमेन्टमा। लास्टली फिनिश टुडेज वर्कआउट विथ केबल स्टेट बार बाइसेप्स कर्ल। After finishing my workout, ऐनामा हेर्दै I motivated myself by thinking stronger than yesterday, ready for tomorrow. And biceps पनि अलि राम्रो देखिरहेको छ। यो हो डे 8 को रिजल्ट। वर्कआउट सकेपछि मैले आफ्नो सेकेन्ड मिल लिएँ ओट्स दुध र ड्राई फ्रुट्स मिक्स गरेर। दिसभरिको सबै आफ्नो पर्सनल काम सकेर साँझमा मैले रोटी र चिकन खाएँ। ओके गाइज, आजलाई यति। बाइ बाइ, गुड नाइट, टेक केयर, सी यू सुन।